हाम्रो पोडकास्ट दिदी हाम्रो सर हुनुहुन्छ अनि म तीनजनाको हाम्रो पोडकास्ट पत्रकार भन्दा नि हाम्रो पोडकास्ट सुरु हुँदैछ है। के छ त सर अनि भन्नुहोस् के चलिरहेछ तपाईँको? कस्तो भन्नुहोस् न के छ? एकदम चिसो छ। चिसो त के हेर्नु हावा बेस भनेको चलेर एकदम चिसो भएको छ है। तपाईँलाई कस्तो भइरहेछ आजभोलिको के छ? चिसो भइरहेछ। चिसो भइरहेछ। मलाई पनि चिसो भइरहेछ थाहा नै छ होइन, सबैजनालाई चिसो छ। अनि के भनौँ र, किन नआएको त सर गएको हिजो? तपाईँहरू किन गएको आउनुहुन्न भन्नु त पहिला। निन्द्रा लाएर। तपाईँ चाहिँ अहिले एकदम पैसाको महामारी लागेको कारणले कमाउनु पर्यो, रमाउनु पर्यो, त्यही हो। ठिक छ। तपाईँ चाहिँ गएको आएर किन सुत्नु भएको तपाईँ? सर यस्तो हो कि गएको आएर होइन कहिलेकाहीँ अलि सुन्नु पनि पर्यो नि त। सुत्नु त घरमा सुत्दा होइन, फेरि मैले गएकोमा अलिक सबैले थाहा पाउने तरिका सुत्छु नि त। थाहा छ कि नै सबै भाइरल मान्छे सबले सुतेको थाहा होइन, त्यस्तो होइन। एउटा थाहा पाउने तरिकाले जे गरौँ हामी थाहा पाउने तरिकाले गरौँ कि। अनि तपाईँ चाहिँ रेगुलर आउनु पर्यो है। एक नम्बर डेन्जर जोनमा परेको तपाईँ नै हो यो अहिले हाम्रो क्लासमा। अनि तपाईँको नाम भन्नुहोस्। इन्टरभ्यू सकिने बेला नाम सोध्दै हुनुहुन्छ। थाहा पाउनु पर्यो नि त। अनि अरू मान्छेले नि मलाई त थाहा छ तपाईँको नाम होइन, स्मारिका ढुङ्गाना। स्मारिका ढुङ्गाना। के भने चिन्छ नि तपाईँलाई क्लासमा हाम्रो साथीहरूले के भनेर चिन्छन्? ऋतु। ऋतु। अनि मैले चाहिँ के भनेर चिन्छु भन्नु त ठ्याक्कै दिदी। दिदी भनेर चिन्छु। दिदी नै हुनुहुन्छ मेरो एकैछिन हाम्रो सर। फेरि चाहिँ अल द वे फ्रम सोलुखुम्बु मिस्टर भ्याक्सो। युट्युब नेम हो सर? होइन, टिकटकको नाम, टिकटक इन्स्टाको नाम पनि गर्नुहुन्छ र? हल्का फुल्का यसो हल्लिन्छु। फेरि सरको फेरि टिकटक पनि कडा हुन्छ उहाँको त। फेरि सर चाहिँ तपाईँ लाइभ किन बस्नुहुन्छ यति धेरै? अलि धेरै बस्नुहुन्छ जस्तो लाग्छ। भाइकोबाट इन्फ्लुएन्स भएको क्या। तिमी भन्दा बढी थोरै कम बस्छु। अहिले चाहिँ अलि अगाडि जाऊँ हामीहरू। अहिले चाहिँ हाम्रो टिममा जस्ट पहिला चाहिँ एकदम लाइभ बस्ने भनेर चाहिँ म नै हो। त्यसपछि अहिले तपाईँ मलाई टप्न खोज्नु भएको तपाईँले? हो सर हो भने मलाई टप्न सक्नुहुन्छ र? सक्दैन टप्नु त कहाँ। लाइभ म भने चाहिँ अलि यस्तो कुराहरूमा फेरि गाह्रै पर्छ हजुरलाई है। तिम्रो भन्दा धेरै भ्युअर्स मेरो हुन्छ। अहिले त फेरि त्यो त अफकोर्स हो नै, एकदम हो नै। तर त्यो कुरामा टप्नु भयो होला। तर जिखान गुड जिखान त तपाईँभन्दा म बस्छु नि त धेरै। म दुईवटा मोबाइलबाट बस्छु। म दुईवटा डबल जिखान। म एउटा मोबाइलमा चार्ज सकेपछि एउटाबाट बस्छु, अनि एउटा म चार्ज सकेपछि एउटाबाट बस्छु। अनि त्यो मसँग छ नि त ट्यालेन्ट। म चार्ज गरेरै बस्छु। त्यो चार्ज त त्यो